एक दिन एउटा जुत्ता बनाउने कम्पनीले आफ्नो एकजना सेल्सम्यानलाई कुनै एउटा गाउँमा जुत्ता बेच्न पठाउँछन्। जब त्यो सेल्सम्यान त्यो गाउँमा पुग्दछ, उसले देख्छ यहाँ त कसैले जुत्ता नै लगाउने रहेनछन्। उसले तुरुन्त आफ्नो बोसलाई फोन लगाउँछ र भन्छ, सर, मेरो रिटर्न टिकट बुक गरिदिनुहोस्। यहाँ हाम्रो जुत्ता बिक्न सक्दैन किनकि यहाँ कसैले जुत्ता नै लगाउँदैन। र बोसले भन्छ, ठिकै छ। र त्यो सेल्सम्यान फर्केर आउँछ। पछि त्यही गाउँमा अर्को व्यक्तिलाई पठाइन्छ जो कम्पनीमा नयाँ थियो। ऊ त्यो गाउँमा पुग्छ, बसबाट उत्रिन्छ, उसले कसैको खुट्टामा जुत्ता चप्पल नभएको पाउँछ। तुरुन्त उसले आफ्नो बोसलाई कल गर्छ। बोसलाई लाग्यो यसले पनि त्यही भन्छ कि मेरो रिटर्न टिकट बुक गरिदिनुहोस्। तर त्यो नयाँ व्यक्तिले भन्छ, सर, हाम्रो कम्पनीमा जति पनि जुत्ता चप्पल छन् त्यसलाई तुरुन्त यहाँ पठाइदिनुहोस्। बोसको दिमाग घुम्छ र बोसले भन्छ, ल के भयो र? त्यो व्यक्तिले भन्छ, सर, यहाँ कसैले जुत्ता चप्पल लगाएकै छैन। एकदम स्कोप छ। सबै माल बिकाइदिनेछु। यो मेरो जिम्मेवारी भयो। साथीहरू, हाम्रो माइन्डसेटको डिफरेन्स नै यही हो। त्यसैले हेर्ने दृष्टिकोण बदलौं, जीवन आफै बदलिन्छ।